हेलो नमस्कार। आज म एउटा चाहिँ नेपालीहरूलाई भन्न चाहन्छु, विशेष गरेर सरकारी तलब खानेहरूको लागि। किनभने सरकारको मान्छे त तलब खाने नै मान्छे हुन्छ, सरकारी मान्छे। उहाँहरूलाई भन्न चाहन्छु, यो जुन मेरो घाँटी हैन अनि पाखुरा काट्ने मान्छे सरकारी थियो कि प्राइभेट थियो, त्यो चाहिँ देशको मान्छे जुन छ नि सरकारी कामकाजमा बस्ने उनीहरूको लागि यो भिडियो मैले बनाएको छु। बाउ भनेको को हुन्छ? बाउ बन्नको लागि हिम्मत हुनुपर्छ, हिम्मत। त्यसको आमासँग बिहे गर्नको लागि, बाउ बन्नको लागि हिम्मत हुनुपर्छ। मेरो गर्दन र पाखुरा काट्ने मान्छे को थियो? सरकारी मान्छे थियो अथवा प्राइभेट? म आफ्नो सुगार्थको लागि, बाटोको लागि लडेको थिएन। आज माग चिक्ने सबैजना त्यो बाटोमा हिँडिरहेछ, तर मेरो रगत गयो, हाम्रो रगत गयो। त्यो माग चिक्नेहरू त्यो आफ्नो आमाको दुध पिएछ भने त्यो बाटो छोडेर हिँड। त्यस्तो माग चिक्ने छ मुजी? त्यसको आमालाई म चाहिँ बिहे गर्ने हो? माग चिक्नेलाई म चाहिँ सडक बाटो बनाउनको लागि, सबैको चल्नको लागि म चाहिँ रगत बगाउने, माग चिक्नेहरू सबै चाहिँ मुजीहरू बाटोमा हिँड्ने? त्यस्तो मुजी दलाल चाहिँ यो देशमा हुनु पर्यो? चाहिँ गर्दन पाखुरा काट्ने, रक्तपात गर्ने मान्छे सरकारवादी थियो कि को हो? प्राइभेट हो? त्यो चाहिँ स्विजरल्यान्ड र अमेरिकाबाट आएको हो माग चिक्ने? तिमी चाहिँ मुजी संसद भएर, वार्डाध्यक्ष भएर, मेयर भएर, उपमेयर भएर तलब सरकारको खाने हैन, अनि गरिबको छोराछोरीहरूलाई खुन चुस्ने मुजी? तिमी जस्तो मुजी भ्रष्टाचारी कोही छैन। तिमी एउटा चोर चक्काको सन्तान छौ। तिम्रो बाउ म हुँ, तिम्रो आमासँग बिहे गर्न म हुँ। तिमी मुजी जुन दिन शपथ ग्रहण गर्छ नि त्यो दिन थाहा हुन्छ। तर म कमजोर मान्छे छु, बोल्न सक्दैन, पैसा छैन मसँग कानुनमा लड्नको लागि। तर जुन दिन तिमी शपथ ग्रहण गर्छौ, तिमी कसको शपथ ग्रहण गर्छौ तिमीलाई त्यो दिन महसुस हुन्छ। तिम्रो आत्माले स्वीकार छ कि मेरो बुबा को हो भनेर। मलाई चाहिँ रक्तपात गर्ने चाहिँ नेपाल सेना थियो हैन। एकजनाले गल्ती गर्छ भने पुरै घर परिवारको मान्छेलाई चाहिँ नाम लेखिन्छ। तिमीले त पनि एउटा गल्ती गरेछ नि। सरकारको तलब खाइरहेछ, 60,000, कोही 50,000, कोही 1 लाखसम्मको तलब खाइरहेछ कि छैन? त्यो त पनि सरकारी मान्छे थियो, आफ्नै ड्युटीमा नै त्यो घटना घटाएको थियो। माग चिक्ने तिम्रो बानी यस्तै हुन्छ मुजी। तिमीले ल्याएको जुन प्रधानमन्त्री चाहिँ क्रान्तियबाट हो, माओवादी पनि क्रान्तियबाट नै ल्याएको हो, जनताबाट हैन मुजी। जुन दिन तिमी मुजी शपथ ग्रहण गर्छ, तिमी आफ्नो आमा र भागवत गीता लिएर शपथ ग्रहण छ, देशको शपथ ग्रहण गर्छ, त्यो दिन तिमीलाई महसुस हुन्छ तिम्रो बाउ को हो। तिमी आफै बाउ भन्न चाहन्छौ भने मुजी तिमी तलब नखा। मलाई यो घाँटी, पाखुरा, खुट्टा लगायत अन्य भाग कटेको छ मुजी। आज तिमी पैसाको लागि मुजी आफ्नो आमालाई बेच्छ, तिमीलाई जसले पैदा गरेको छ त्यसलाई बेच्छ मुजी। तिमी भन्दा पापी मान्छे त कोही छैन यो संसारमा। पैसाको लागि तिमी पैसा चाहियो मुजी। मैले हेरेन, मैले कति भिडियो मान्छेलाई 7-7 बरसको, 5-5 बरसको, 3-3 बरसको कर्ज माफ गरिदिएको छु। तिम्रो बाउले गरेको छ? यदि गरेको छ भने भिडियो मार्फत हेरा त मुजी। सक्षम छैन तिम्रो बाउको गाँडमा? छ भने हेरेर देखाऊ, मात्र माइक लिएर भाषण गरेर हुँदैन। तिम्रो बाउको गाँडमा औकात छ भने हेरेर देखाऊ। बजेट पास गर्छ, भ्रष्टाचारी गर्छ, पैसा राख्छस्, चुनाव लड्छस्, जनताबाट मतदान पाउँछस्, तर मतदान पाएर चाहिँ
संसदमा पुग्नको लागि, मन्त्रालयमा मन्त्री बन्नको लागि तिमीलाई चाहिँ शपथै ग्रहण गर्नुपर्छ। कुरा बुझ्यो? म चाहिँ पैसाको चोदल होइन, पैसामा बिक्ने मान्छे होइन। तिम्रो आमा चाहिँ पैसामा बिक्छ, तर तिम्रो आमासँग मैले बिहे गरेको छु। तिम्रो म बाउ हुँ, बुबा हुँ। कुरा बुझ्यो? तिमी मुजी नगिर्ता लिएको छौ नि, तिमी पनि भन्ने यो कि यो नगिर्ता चाहिँ प्रमाण सबुतको आधारमा नगिर्ता मैले लिएको छैन। त्यस पनि प्रमाण आधारमा त्यसलाई पनि खण्डित गर्ने। प्रमाण सबुतको लागि नै मुजी यो सबै कार्य गरेको छ। पैसा चाहियो मुजी? कति पैसा चाहियो रे मुजी? पैसाको चाहिँ चोदल छ? पैसा नै चाहियो? दुर्गा बहादुर कार्की मगरसँग सोध्ने, त्यो पैसाको चोदल हो? पैसा चाहियो त्यसलाई? त्यो त मान्छे माचिक्ने, त्यो पनि सरकारले नै तलब खाइरहेछ। त्यो पनि मलाई म माथि घटना घटाएको मान्छे, त्यो पनि सरकारी तलब खाइरहेछ। अनि मुजीहरू मसँग पैसा माग्ने, तिमीसँग पैसा छैन रे, तिमी कारावासमा बसौ, तिमी माथि अभियोग लागेछ। त्यो माचिक्नेहरू जस्तो मान्छेहरूको घरमा घल जलाएर चाहिँ सम्पत्ति शुद्धिकरण गर्नु पर्दैन? यो जनजीवन मान्छेहरू अहिले मुजीहरू सबैको चाहिँ नेताहरूको जलाएछ, न्यायाधीशको जलाउनु पर्दैन? न्यायाधीशले कति भ्रष्टाचार गरेछ? एउटा सय साधारण मान्छेको चाहिँ मुद्दामा नाम लेखिन्छ, त्यस मुद्दामा नाम लेख्दाखेरि चाहिँ यससँग लाखौँ करोड रुपियाँ माग्छ। सबभन्दा भ्रष्टाचारी चाहिँ न्यायाधीश हुन्। न्यायाधीशको पनि सम्पत्ति शुद्धिकरण गर्नु पर्यो। चिक्नेहरू, तिमीहरू जस्ता मान्छे मुजी भए दिए भने देशको पहिला जे छ अङ्ग्रेज थियो नि, अङ्ग्रेजमा पहिला मान्छेहरूको खुन चुसेर होइन, त्यसको छोराछोरीहरूले मारेर चाहिँ भालामा लट्काइदिन्थ्यो। जब त्यो पीडित रुन्थ्यो नि, तब त्यो अङ्ग्रेजहरू खुसी हुन्थ्यो। ओहो, धेरै रमाइलो गर्थ्यो, खुसी हुन्थ्यो। त्यस्तै कानुन व्यवस्था लागू गरेछ चिक्ने। 2047 को संविधान राम्रो थिएन मुजी? संविधान बनाएछ भने संविधान कसको लागि बनाएछ? गरिबको लागि, उत्पीडनको लागि, मजदुरको लागि, सबुत प्रमाणको आधारमा काम गर्नको लागि। अनि त्यही सबुत प्रमाण आधारको लागि नमान्ने, गरिबको समक्ष नमान्ने, अनि मुजी यो संविधान के कामको रे मुजी? म पनि, मेरो पनि घरमा म पनि 10 वर्षदेखि वनवास काटे। त्यो बेला के पायो? यही संविधानको लागि। आज माचिक्ने संसद, मेयर, उपमेयर, वार्ड अध्यक्ष मुजीहरू त्यही संविधानबाट चुनाव लडिरहेछ। तर जसले संविधान बनायो, जसको रगत बग्यो, जसले शहीद भयो, त्यसको अहिले कोही महत्त्व छैन। शहीदहरूको छोराछोरी कहाँ छ? कसले कुनै नोकरी पनि पाएन, अहिले रोडमा छ। अनि त्यही संविधानबाट माचिक्नेहरू अहिले चुनाव लडिरहेछ। त्यसको आमासँग म बिहे गरेको छु। चुनाव लडिरहेछ, संसद बनिरहेछ, मुख्यमन्त्री, प्रधानमन्त्री के हो बनिरहेछ। त्यही 17,000 को शहीदबाट बनेको हो नि। माचिक्नेहरू मुजी, तिमी जस्ता फटाहा मुजी नेपालीहरूलाई बुद्धि हुँदैन मुजी। सेना के हुन्छ रे मुजी? थाहा छैन तिमीलाई? देशको रक्षक हुन्छ। जब देशको रक्षकले देशको सुरक्षा गर्दैन भने तिम्रो देश कहाँ जान्छ थाहा लाग्दैन। कुन देशले गबन गर्छ थाहा हुँदैन। त्यो पनि थाहा छैन। जसले यो राज्य बनाएछ, देश बनाएछ, त्यो उहाँलाई थाहा छ। तिम्रो त बाउ दादाको यो सम्पत्ति त छैन। तिमी यहाँ राजनीति गर्छौ, पोलिटिसियन गर्छौ, आफ्नो बालबच्चाको लागि 10 लाख 20 लाख 10 करोड 20 करोड आर्जन गरेर विदेशमा राख्छौ। भोलि मेरो छोराछोरीहरू राम्रोसँग पढ्छ, लेख्छ, खान्छ, त्यसैको लागि न माचिक्ने। मुजी साला मुजी। मधेसमा भन्थ्यो उपेन्द्र यादव के हो, मधेसीलाई चाहिँ पहाडमा हेप्छ होइन। म त भन्छु माचिक्ने मुजी, मधेसिया नै मधेसियालाई हेप्छ। यो चाहिँ मधेसियालाई नै हेप्छ। मेरो भतिज 2टा गयो। आकाश विकासको चाहिँ गण्डमा 2-3 घण्टा जति आन्दोलन भयो, कुनै न्याय पाएन होइन। मेरो चाहिँ बाटोको लागि गर्दन पखुडाबाट रक्तपात गरेर फालिदिएको थियो। भगवानको सुर्तालेमा हामीहरू बाँचेको छ। त्यस्तो मुजीहरू भन्थ्यो, मधेसीलाई मात्र भन्छ रे माचिक्ने। तिमीहरू मुजी
यो देशको कलङ्क हो कलङ्क। तिम्रो खुट्टामा चप्पल लगाउने औकात थिएन। तिमी एउटा मास्टर थियो साइकलमा हिँड्ने, अहिले तिमी संसदमा पुग्यो, मन्त्री बनेछ। तिम्रो बाउ के हो सबैलाई थाहा छ, कस्तो थियो, कुन अवस्थामा थियो, के गर्दै थियो सबैलाई थाहा छ। यो कुरा छुप्नेवाला छैन। आफ्नो माईको दुध पिएछ नि मुजी, सरकारी तलब नखा, किनभने सरकारी मान्छे नै माथि घटना गरेको छ। तिमी पनि सरकारी मान्छे हो, तलब खाइरहेछ मुजी। भोलि संसद बन्छ, सरकारको नै तलब खान्छ। वाडा अध्यक्ष बन्छ, सरकारकै नै तलब खान्छ। मेयर बन्छ, सरकारकै नै तलब खान्छ। उपमेयर बन्छ, सरकारकै नै तलब खान्छ। तर म माथि घटना घटाउने मान्छे को हो? सरकारै नै हो। अनि मुजी मलाई अलपत्रमा पारे मुजी। पैसा चाहियो मुजी? कति पैसा चाहियो? देश चलाउन सक्छ मुजी? तिमीलाई भारत देश दिन्छु म एउटा किसान छोरोको मान्छे छु। म कुनै राजनीतिक पोलिटिसियन नेताको छोरा छैन। म कृषि गर्छु, खेतीपाती गर्छु। कुरा बुझ्यौ? बुझेन? म एउटा किसान छोरोको छोरा हूँ, खेतीपाती गर्छु। न कहिले एउटा समानुपातिक तथा सदस्यमा पनि लडेको छैन। मात्र खेतीपाती गर्छु, आफ्नो जीवनयापन खेतीपातीबाट गर्छु। तर तिमी जस्तो भ्रष्टाचारी, आफ्नो आमालाई बेच्ने, पैसा कमाउने मुजीहरू त्यस्तो गिनेहना काम गर्ने हो मान्छे। हेरेन अनलाइनमा मुजी झुटो कुरा हुन्छ। अनलाइनमा त झुटो कुरा गर्ने धेरैले हुन्छ पैसा कमाउनको लागि। त्यस्तो त म पैसा कमाउनको लागि अनलाइनमा झुटो कुरा गर्दैन। कुरा बुझ्यो? जति म गाउँमा आम माफी गरिदिएको छु, त्यसको बाउको गाँडमा दम छैन त्यति पैसा आम माफी गर्नको लागि। त्यसभन्दा बढी अझै पनि पैसा छ। कुरा बुझ्यो? अनि चाहे भने म त्यो पनि पैसा माफ गर्न सक्छु। तर तिम्रो बाउको गाँडमा दम छैन माफी गर्नको लागि। तिमी मुजी चोरको छोरा छ, चोरी गर्छस्, भ्रष्टाचारी गर्छस्, चोरेर खान्छस्। कुरा बुझ्यो? मुजी म आफ्नो स्वार्थको लागि त्यो त आज सबै नेपाल देशभरिको मान्छे चाहिँ त्यो बाटोमा हिँडिरहेछ। तर रगत बग्ने मेरै नै हो। कसको लागि? तिमीहरूको लागि नै मैले रगत बगाएँ। चिक्ने मुजी, तिमी कहिले पनि सुधर्दैन। ए लाज गर मुजी। पैसा अर्को ठाउँमा हुन्छ, इज्जत प्रतिष्ठा अर्को ठाउँमा हुन्छ। बाख्रा रान्डीको छोरा मुजी।